बुढी मैले यहाँ के नि अजिले ए हजुरको बाबा मेरो फेभरेट पफ हो मेरो फेभरेट हो पफ मैले देखाउँदै अजिले अझ मन पर्दैन पफ अजिले मन पर्दैन तर मलाई मन पर्छ त्यही भएर अच्छा अच्छा नभन्नु नचिच्यान कस्तो अच्छा अच्छा Hello everyone, good morning to you all and welcome back to my channel. This is Sadna Shrestha and आज चाहिँ मदर्स डे पनि हो, so that's so happy Mother's Day to you all. चाहिँ म मदर्स डे को पुरै भ्लग गराउन गइरहेको छु. त्यति साह्रै स्पेशल त केही हुँदैन बट सो आज दिनभरि म के गर्छु भनेर चाहिँ म त्यसको चाहिँ भ्लग गराउन गइरहेको छु आफ्टर अ लङ टाइम. ह्यापी मदर्स डे मम्मी. थ्याङ्क यू. चाहिँ यहाँ अहिले अब अन्डा बनाउने अनि त्यस पछाडि चाहिँ अरू सानोतिनो काम गरेर म चाहिँ आज पनि मेरो छुट्टी छैन, म क्लिनिक जान अन्डा बोइल भएर जाँदैछ साथीहरू सगुनमा दिनको लागि. साथीहरू र यो आजको मेरो आउटफिट अफ द डे र अब चाहिँ म मेकअप गर्छु. अनि यदि तपाईँहरूलाई थाहा छैन भने चाहिँ मेरो चाहिँ के भन्छ मेकअपको सिरिज आएको छ टिकटकमा नयाँ. मैले चाहिँ सिरिज भन्नाले चाहिँ मेकअपहरू गर्दै हालिरहेको छु. त्यसैको लागि चाहिँ मैले एउटा नयाँ टिकटकमा हाल्नको लागि चाहिँ नयाँ मेकअप गर्न गइरहेको छु र हेरौँ कस्तो हुन्छ. मैले अहिलेसम्म चाहिँ केही सोचेको चाहिँ छैन म यस्तो बनाउँछु भनेर चाहिँ, बट हेरौँ कस्तो भन्छ. म गराउँदै जान्छु अनि त्यसपछि बल्ल मेरो दिमागमा जस्तो आयो म त्यस्तै गरिदिन्छु कि. सो द्याट्स वाइ म रेडी भइसकेको छु गाइस. यो हो मेरो आइलुक आजको र एकदम नराम्रो भएको छ आजको चाहिँ. मलाई एकदम मन परेकै छैन कि आजको मेकअप चाहिँ, किन एकदमै मन परेन किनकि सायद ढिलो भएर नि होला. र यहाँ हाम्रो प्रिपरेसन सुरु भइसकेको छ. प्रिपरेसन त के भन्ने हो थाहा चाहिँ केही छैन, अलिअलि जे होस् होइन. ओके देन अब यहाँ मम्मी आउँदै हुनुहुन्छ यताबाट अनि अब हामी सुरु गरिरहेको छौँ. सकियो. अब हामी केही खान्छौँ अनि त्यस पछाडि चाहिँ नि म क्लिनिक जान्छु. म चाहिँ म्यागी खाएर जाने सोचिरहेको छु साथीहरू र आएपछि चाहिँ म खाना खान्छु किनकि अहिले पाकेको पनि छैन त्यही भएर. र म्यागीहरू वाइ चाउँछु साथीहरू. तपाईँहरूलाई म्यागी मनपर्छ कि वाइ कमेन्ट डाउन गर्नु होला. मलाई चाहिँ म्यागी मनपर्छ पकाएर खानु. र फाइनली म क्लिनिक आइपुगिसकेको छु साथीहरू र यति गर्मी स्टार्ट भइसकेको छ है. म यति गर्मी भयो नि बाटोमा आउँदाखेरि म त सोच्दै आइरहेको थिएँ कि मलाई गर्नु भएन चाहिँ अरू मान्छेलाई त अब छोडिदिउँ कि. म कोल्ड ब्लडेड मान्छे हो होइन. बाइ द वे मलाई चाहिँ गर्मी भन्ने चाहिँ खासै हुँदैन कि. र मलाई धरि गर्नुभयो भनेपछि चाहिँ गर्मी पलाइसक्यो गाइस. गाइस म क्लिनिकबाट आइसकेँ अनि यहाँ चाहिँ तपाईँहरूको फेभरेट सिरिसा छिन् डायन हेर्दै क्रिन्स डायन हेर्दै अनि पिकाचु हामीलाई देखाउँदैछ. अब अजिले के पाउनु भनेर एउटा चाहिँ यो पेडा जुन चाहिँ यति खानु भनेर मैले यति खाऊ कि यति खराब आएको
ए बुढी मैयाले यहाँ ए नि अझले ए हजुरको पफ मेरो फेभरेट पफ हो मेरो फेभरेट हो पफ मैयाले देखाउँदै अझले मन पर्दैन पफ अझले मन पर्दैन तर मलाई मन पर्छ त्यही भएर अझले पाउनु भयो जहिले नि मलाई गिफ्ट गरिदिनुहुन्छ कि यो अझको गिफ्ट होइन कि यो इन्डाइरेक्टली मेरो गिफ्ट हो कि त्यसको मतलब बिस्कुट झन् मेरो अझले भन्दा पहिला बिस्कुट छ अझले भन्दा पहिला मैयाले अनबक्सिङ गर्दै थिएँ ल थर्ड फेभरेट बिस्कुट छ खै देखा न कस्तो बिस्कुट हो ए तेरो थर्ड फेभरेट हो यो ल त्यसो फर्स्ट फेभरेट र सेकेन्ड फेभरेट के हो त पनि भन्दैन एउटा ओरियो एउटा टाइगर ए हैन नि ह्याप्पी ह्याप्पी टु टाइगर ल नेक्स्ट एउटा चाहिँ पफ आयो चाहिँ ल अझैको 3टा गिफ्ट भइसक्यो है यो 4th गिफ्ट यो त मिनले दिएको लगभग हजुरको मम्मीले लगभग हजुरको ल मलाई यसको कलर मन पर्यो एउटा साडी भयो अब अर्को नेक्स्ट साडी कति राम्रो कलर हैन न बुढीले लगाउँदिने नि ओइ तन्ना जस्तै होइन यो त के कस्तो राम्रो के डाइजेस्ट र नेक्स्ट यो 4th फेभरेट हो र सबैजनाले यो मैयाको फेभरेट बिस्कुटहरूलाई चाहिँ मलाई नोट यो डाउन गर्नु बर्थडे होला। गिफ्टमा दियो है एकजनाले स्याउ स्याउ केरा स्याउ त मात्र हो केरा त छैन अझै भन्दा हामीले पहिला अनबक्सिङ गर्दै हेरिरहेछौँ सबै थोक चप्पल छ एउटा जो अझैले अब टोइलेट जाने चप्पल बनाउनुहुन्छ सेकेन्ड के हो खै त नि अनबक्सिङ गर्न ए उसो त ब्लाउज खै अनबक्सिङ गर्न कस्तो रहेछ ल छोडिदिउँ बुढीले अनबक्सिङ गरिसक्यो अन्डरवेयर गरिसकिरहेछ नि यो त ए गरिसकिरहेछ कति हो खै यो चाहिँ सल अझैको टेस्ट भन्ने गाइस रातो छ यहाँ त छैन के थोरै 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 त कहाँ लाउनुहुन्छ अझै रातो अनि यहाँ छ यस्तो अहिले भन्नुहुन्छ पाइयो अनि यहाँ 2 थुप्रो अङ्गुर छ कसै खानामा त दही छ अङ्गुर छ कसले खाने होइन अब है अनि हाम्रो यति रातो टिका दसैँको जस्तो भेट्यो मेरो हालत देखे होइन बुझ्यो नि कपडाले मात्रै नदेखेको मेकअपले मात्रै नदेखेँ म कपडा सौडा लाएर आयो भने नि के हो दसैँ भेटिन्छ टिकामा खाऊ के खानु अनि पुरा लिन्न एउटा मात्र लिन्छु मैयाले मलाई हेला गरेर एउटा मात्र दिए मैयाले चाहिँ आफ्नो खुदको मेहनतले खुदको एउटा नयाँ पसल खोलेकी चाहिँ ल तपाईँको पसलमा के बेच्नुहुन्छ दिदी लाइट चार्जर इयरफोन ब्याट्रीको प्राइस भन्नु न कति हो ए थाहा रहेछ ल मैयाको अनुसार चाहिँ पाजुले मैयालाई पर्सि काठमाडौँ लैजान्छु भन्नुभयो अरे घुमाउनलाई सन्डे होइन आज फ्राइडे हो सन्डे चाहिँ घुमाउनु लैजान्छु भन्नुभयो अरे 6 गते तर मलाई विश्वास छैन किनकि 1 वर्ष भइसक्यो मैयाले काठमाडौँ जाने भनेको तर मैयाले चाहिँ गइसक्यो त्यो सबैलाई थाहा त्यही भएर चाहिँ अब आज चाहिँ हामी बाजी गर्न गइरहेछौँ मैया र म चाहिँ 100 रुपिसको ल 200 रुपिसको कि मैया सन्डे काठमाडौँ गइने भने म जित्छु मैया सन्डे काठमाडौँ गयो भने मैयाले जित्छु बाजी ल यो कन्डिसनमा चाहिँ बाजी हो र यो भ्लग चाहिँ सबुत हो ओके तर त जान्दैछ के मैया जान्दैछ के त मैया चाहिँ कता गई मैया एक्लै छु गाइजहरू अनि आजकल चाहिँ मैयाले चाहिँ नयाँ बिजनेस सुरु गरिसक्यो तपाईँहरूलाई थाहा छैन भने चाहिँ सिरिसाले चाहिँ ओ भाइ घर खस्यो नयाँ बिजनेस सुरु गरेको थियो फ्लावर बनाउने गाइजहरू यस्तो फ्लावर यदि तपाईँहरूलाई चाहिएको छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु ल राम्रो छ सिरिसाले बनाउँछु ओके सिरिसाले चाहिँ कफी लिएर आएको छ यति मेहनत छ मेहनतको पानीमा साथ भिज्दै गएको अनि यो दिदी जानुहुन्न It's so tiring थाहा म यति पानीमा भिजे हैन मे यहाँ भित्र छिरो के झन् यति चिसो हुन्छ नि इट इज सो ब्याड जानु होइन ओके सो हामी अब कफी बनाउँछौँ
सो गाइस अब हाम्रो भात खाएर हामी अब इभिनिङ वक गर्न गएको छौँ। अब यसो इभिनिङ वक गरेर अनि हामी अलिक टाढै पुग्ने हो, 1 घन्टाको हो। सो अब 1 घन्टासम्म त बनाउनु मिलेन। सो हामी इभिनिङ वक गरेर भ्याउँछौँ अनि हजुरलाई भेट्छौँ। बाई बाई गाइस, फेरि नि पोपट भयो हाम्रो। हामी चाहिँ हिँड्दै थियौँ र एकदम गर्मी भयो भनेर चाहिँ आइसक्रिम खाऊँ भनेर खोजेको, एउटा पनि कतै पसल खुल्ला थिएन र एउटा खुल्ला थियो। त्यहाँ गएको, त्यो पनि यस्तो आइसक्रिम भेटियो। त्यो पनि बढी मुस्किलमा, यही पनि यति मुस्किलमा भेटेको नि, यो चोकोबार यति मुस्किलमा भेटेको। कति स्ट्रगल गरेर पाएको नि हामीलाई थाहा छैन, सब बन्द भएको। आफूले खाएको फोटो खिच्दा हामी धेरै हिँडेर हामीलाई गर्मी नागेर भयो। एउटा स्टोरी भन्छ क्या, नाना रातिको 10 बजी आउनु भने यहाँ भूत भेटिन्छ नि। सानो चाहिँ मैले भूत भेटेको थिएँ। आज एउटा कम्पिटिसन लाग्यो के हाम्रो घरबाट अचानक बुलावा आइसकेको छ। सो द्याट्स वाइ हामीलाई चाहिँ एकदम फास्ट रेल जसरी घर पुग्न परिसकेको छ है गाइजहरू। तर मैले कम्पिटिसन भनेको चाहिँ यस्तो छ क्या, त्यो कसले धेरै पैसा होल्ड गरेर बस्छ भन्ने हो क्या। दाँतमा यति राखेको त्यही त कम्पिटिसन, त्यही त भ्याएछु भन्नुपर्छ सिटिङ गर्नु भएन। पुगेर पहिले पिग्लेको मेरो कहिले सको मैले तल फेरि आयो, त्यही भ्याइयो। हजुर विनर। सो गाइस हाम्रो होइन अब के खोज पत्रामा जानु पर्यो हाम्रो कुनै फ्यामिली मेम्बर्स के कतै कतै जानुभयो क्या होइन। अनि हामी के हो यस्तो मैले पिछाडा भनेको त, अनि के अरे हामी त्यहाँ खोज्न जानु परेछ होइन। हामी आफ्नो पुलिसको जब हो क्या तर हामी खोजेको हामी ठुलो भएर पुलिस बनियो गाइस। हामी अहिलेबाट प्र्याक्टिस चल्यो। हामी यो नाइट वक गरिसकेको थियौँ। अघि 1 घन्टा भयो, यस्तो टायर्डिङ भयो नि मलाई। अनि हामी गइसकेको थियौँ, अहिले 10 बज्न लागिसकेको छ। 10 बज्न लाग्यो कि 9 बज्न लगभग 10 बज्न लाग्यो जस्तो। हामी गइसकेको थियौँ अनि हाम्रो नाइट वक सकेर मेरो आँखा फेरि अघि हामीलाई घरबाट कल आएको थियो नि त, अनि हामी घर गएको थियौँ नि त। अनि घरमा फेरि के आयो भन्दादेखि न्युज हामी चाहिँ फेरि अर्जेन्टली कोही मान्छेलाई खोज्न जानु पऱ्यो भनेर, अनि त्यही भएर हामी चाहिँ खोज्न हिँडिरहेको छौँ अहिले होइन। अब सो द्याट्स वाइ अहिले चाहिँ हामी हन्टिङमा छौँ, हन्टिङ पर पर्छ। मैले एउटा नि त्यो किडन्यापर आयो भने नि यिनीहरू चाहिँ भिडियो बनायो, यिनीहरू चाहिँ इन्फर्मेसनल रहेछन् भन्दा नि कि इन्टरनेसनल होइन कि त्यो के भिडियो बनाउँछ नि त, युट्युबमा राख्छ नि त इन्फ्लुएन्सर। या कसरी हाँसेको राति हो त्यही के अरे इन्फ्लुएन्सर। अनि कुनै किडन्यापर आयो भने यिनीहरूले चाहिँ भिडियो बनायो, यिनीहरू त लास्ट फेमस छ होला। उयो बत्तीले गर्दा यता यता हेर्दा त केही छैन। हामी मान्छे खोज्दै हिँडेको, तर हामी आफ्नै गाउँमा र चाहिँ गएर त्यहाँ यदि हामीले खोजेको मान्छे हुनुहुन्छ भने त्यो ढोका लगाएर आइदिनु भन्नुभएको छ। We are just making sure everywhere is light. लाइट। And we are personal agent of balance or car. ओके Just kidding guys. We are हेर्नु jobless. यहाँ उता त झन् हेर्नु मलाई कस्तो डर लाग्यो मलाई त। लाइटको एउटा बुँद पनि होइन, यही हो लास्ट लाइट साथीहरू। ए उहाँ रहेछ। सो मैले एउटा रिक्वेस्ट गर्न चाहन्छु बालनबाट, यो सबैमा एउटा एउटा स्ट्रिट लाइट राखिदिनु। म जस्तो मान्छेहरूलाई एउटा लाइट देखिनँ भने म आफै भूत पनि देख्न पर्दैन। नचिच्यान कस्तो अच्छा अच्छा कस्तो हो र त्यस्तो भाग्ने हो त नि। अनि नन्द टोकेको भयो के त कस्तो हो त्यस्तो भागेर आएर मेरो यहाँ माथि
यहाँसम्म आएको मलाई कुकुर झन् डर लाग्छ कि कस्तो होस् न त बरु हिँडिरहेको छस् त बोल बोल हामीले जोला खोज्दै हिँडेको थियौँ त्यो मान्छेलाई भेट्टायो हामीले विडिड भन्छ अनि कतै यहाँ माथि खिच्छ कस्तो ढुङ्गा टोकेको भए के हुन्छ नि त कुकुरले म यहाँसम्म आइसक्यो त्यो कुकुर तर जो माथि ढोटो होमफुलीको भए त होमफुलीको हुन्थ्यो नि के भन्ने त नि हो नि त गाइस आइजन्नु भन आइज पुच्चे कोसँग डराउँछ हामी कोसँग डराउँछ तर भाग खोल्यो भने त म यहाँ किन भाइ के जस्तो भाइ तर त मनपर्छ है त कुकुर बिरालो त त ठुलो कुकुर त मैले मेरो माथि आउँछु त मेरो यत्रो दिदो कुकुर मेरो माथि आउँछु त म त देखेको थिइनँ यो दिदीको त यत्रो होला त्यत्रो कुकुर थियो म त साँच्चै यसरी बस्न लागिसकेको थिएँ कि भन्दै नि त्यो हाच्छे भन्दा त कुकुर नगएको भए म त्यहाँ बस्थेँ कि बाटोको बिचमा झर्ने बिराम चापेर झर्ने लाग्छ सो गाइस अब हामी अरूलाई दुध छोड्न गएका छौँ अघि नै कुकुरको सेनाबाट चेस भएपछि हाम्रो अलि डर पुग्यो होइन अनि हामी अझै घुम्न जाऊँ भनेको थियौँ तर अब कुकुर देखेपछि अब हामी डरायौँ ओके गाइज हामी चाहिँ डुलेर आइसक्यौँ र एकदम गर्मी भएन अहिले त धेरै हिँड्यौँ नि त हामी त्यही भएर एकदम धेरै लास्ट त्यत्रो वहाँ पुगेर फेरि आएर फेरि गएको क्या हामी त्यत्रो 2 घन्टा लाग्यो त्यत्रो हिँड्यौँ अनि त्यस पछाडि हाम्रो त्यही पनि हाम्रो फ्यामिली मेम्बर्स अहिले प्रोग्राममा छ त्यसरी सुत्नु भएन त्यो चिल छ मैले त तर हामी यस बेला नर्मल डेमा आयो भने नि कालोमा झापड भर्दै क्या होइन अनि त्यस पछाडि चाहिँ हामी चाहिँ गयौँ अनि आयौँ अनि आएर चाहिँ अरूलाई चाहिँ चिया दियौँ चिया दुध दुध दियौँ अनि त्यसपछि अब कुकुरको सेनाबाट नि चेस भएको थियो अलिअलि अनि ल दिस वाज फर टुडे थ्याङ्क यू सो मच फर वाचिङ टिल दिन बाई बाई लभ यु